Hey guys, what's up? Welcome back to my new vlog. Hope you guys are fine. अनि म पनि एकदमै सन्चै छु। अहिले चाहिँ त्यही 6:30 त्यस्तै बजा होला। अहिले चाहिँ म उठिसकेँ अनि म चाहिँ काठमाडौँबाट चाहिँ सुर्खेत आइसकेँ। अनि काठमाडौँबाट सुर्खेत आएको भ्लग चाहिँ हाल्ने भनेको मैले, अनि त्यो चाहिँ हालेन किनकि त्यतिखेर मेरो मोबाइलमा चार्ज नै थिएन क्या बाटोमा। अनि चार्ज नि सकियो अनि म नि सुतेछ बसमा, अनि त्यही भएर चाहिँ त्यो भ्लग चाहिँ हालेन। अनि एडिट गर्न नि झ्याउ लाग्यो, त्यो बनाएको चाहिँ थियो अलिअलि तर त्यो एडिट नि गरेन मैले, अनि त्यही भएर चाहिँ हालेन। अनि त्यही भएर चाहिँ आज अर्को बनाउँदैछु, आजदेखि चाहिँ हाल्छु अबदेखि चाहिँ। त्यही हो। अनि यहाँ चाहिँ सुर्खेतमा चाहिँ मच्छर लाग्छ यहाँ लास्टै, त्यही भएर चाहिँ यो झुल हालेर सुत्नुपर्छ या यो। अहिले चाहिँ हाम्रो पानी चार्न लाग्यो है, बिहान यो प्याजहरूमा पानी धेरै पछि आउँछ यहाँ, त्यही भएर चाहिँ यो पानी चार्न लाग्यो प्याजमा। पानी चाहिँ धेरै पछि आउँछ, यो झुप्राको भन्ने पानी चाहिँ हप्ता दिन बिराएर अनि आएको बेलामा फाइदा उठाइहाल्नुपर्छ फेरि। अनि अब आज आयो, अब कहिले पो भरै हुन्न यसको, अब आउने नआउने भनेर। सुर्खेतमा यस्तो गर्मी छ होइन, आम्मा लास्टै या एकछिन बाहिर बस्न दिन्न या, भित्र रुमभित्र मात्र हो बस्ने आज। लास्ट गर्मी छ यो, गर्मीकै कारणले न यो रुख यस्तो भइसक्यो। ऊ यहाँ हेर्नु, यस्तो छ है गर्मी यहाँको हालत, लास्टै गर्मी गर्मी। म चाहिँ गर्मी भएर शीतलमा बसिरहेको छु, यो रुखमुनि आनन्द छ यहाँ रुखमुनि मस्त चिलले। सधैँ गर्मीले मारिहाल्छ नि। एससी सकेर चाहिँ कतिजनाहरूले चाहिँ ब्रिज कोर्स अनि कम्प्युटर क्लास एक्स्ट्रा क्लासेसहरू चाहिँ लिनुभयो होला है, लिइरहनु भयो होला। तर म चाहिँ त्यस्तो होइन, यहाँ म चाहिँ यस्तो यहाँ रुखमुनि मजाले बसिरहेको शीतलमा टक्क। कुनै क्लासेसहरू एक्स्ट्रा क्लासेसहरू लिएको छैन मैले चाहिँ अहिलेसम्म बसिरहेको छु यत्तिकै। अब गर्मी भगाउने है एकछिनमा, एकछिनै। अब यहाँको गर्मीलाई चाहिँ पेप्सी खाऊ गर्मी भगाऊ हुन्छ है अब चाहिँ यहाँ चाहिँ। चियर्स। अहिले चाहिँ म चाउचाउ लिन जानु लाग्यो है, अनि खाजा खानको लागि। अनि यहाँ किन्छु म पसलमा चाउचाउ 2टा। करेन्ट कति ढिलो गर्नुभएको, ऊ दिनुभयो करेन्ट चाउचाउ, अनि 10 रुपियाँ फिर्ता आउँछ है। अनि पैसा र चाउचाउ बोकेर चाहिँ म घरतिर आउँछु। यो अगाडिको देखेको चाहिँ मेरो घर है, यो मेरो घर हो, म चाहिँ यहीँ हो बस्ने। अहिले चाहिँ खाजा खाएर सकिसक्यो है, अनि अब चाहिँ पानी भर्नुपर्छ। यो बिहान आएको पानी चाहिँ झुप्राको हो, त्यो चाहिँ हप्ता दिन बिराएर आउँछ। अनि अहिले भर्न जानु लागेको पानी चाहिँ आफखोलीको पानी हो क्या, आफखोली भन्नेको त्यो चाहिँ आउँछ। त्यो चाहिँ दिनमा बिहान दिउँसो बेलुका गरेर 3 चोटि आउँछ। तर धेरै भिड हुन्छ त्यसमा चाहिँ, लास्टै झुप्राको पानी आएको दिन चाहिँ भिड हुन्न, नत्र अरू दिन त त्यही हो। र नि सकेर नि यत्तिकै बसिरहेको छु म चाहिँ रेस्ट गर्नको लागि। अनि पानी भरेर चाहिँ सकिएको अघि नै, अनि आजको लागि चाहिँ इनफ हुन्छ त्यति पानी भयो भने। अनि भोलि बिहान नि आइहाल्छ अफकोर्स। अनि त्यही भएर चाहिँ अहिले चाहिँ त्यति धेरै पानी नि भरियो। अनि त्यस पछाडि चाहिँ भरेर चाहिँ यत्तिकै बसिरहेको थिएँ म एडिटिङ गरेर भिडियो। अनि त्यो
अगाडिहरूको भिडियोहरू चाहिँ एडिटिङ गर्दै थिएँ कि म। अनि त्यो भिडियोहरू चाहिँ एडिटिङ गरेर अनि यसलाई चाहिँ एड गऱ्यो भने चाहिँ सजिलो हुन्छ क्या। अनि फेरि एकैचोटि सब एडिटिङ गर्दाखेरि चाहिँ अलिकति झ्याउ लाग्छ कि मलाई चाहिँ, लामो हुन्छ नि त। अनि त्यही भएर अनि कन्टिन्यू भ्लग आउँछ, यसो सब्सक्राइब हानिदिनु होइन, लाइक हानिदिनुहोस्, त्यही हो, माया देखाइदिनुहोस्। अनि भोलि चाहिँ दामी भ्लग आउँछ। भोलि चाहिँ बहिनीहरूको स्कुल भन्दा नि म पहिला पढेको स्कुल जान्छु क्या भोलि चाहिँ म। अनि भोलि चाहिँ म पहिला कति भन्दाखेरि 5, 6, 7 3 वर्ष चाहिँ त्यही स्कुल पढेको, त्यहीँ जान्छु भोलि चाहिँ म। उनीहरूको त्यो स्कुलमा चाहिँ बहिनीहरूको कार्यक्रम छ। अनि त्यो कार्यक्रममा चाहिँ म पनि जान्छु, के हुन्छ। अनि त्यसमा चाहिँ रमाइलो हुन्छ। त्यो भ्लग चाहिँ हेर्न नबिर्सिनुहोस् होइन। त्यही हो। टोक्छ 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 लुची। अनि डराउने पनि तिमीलाई कुकुर पनि चाहिने सानो मान्छे। ल ल फर वाचिङ दिस भिडियो। अनि आजको लागि चाहिँ यति नै है। अनि नयाँ भिडियोमा भेटौँला। अनि होप तपाईँहरूलाई चाहिँ राम्रो लाग्यो होला। राम्रो नलागे नि राम्रो मान्नुहोस् होइन। अनि सपोर्ट गर्नुहोस्, बिस्तारै बिस्तारै ग्रोथ गर्दै जानुपर्छ, त्यही हो।